18 तारिक शुक्रबारको दिन म हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्नलाई उहाँको निवास गएको थिएँ। उहाँ गएर मैले उहाँलाई हाम्रो एजेन्डा पल्टाउँदै यो पूरा भयो कि भएन सोधेँ। पहिलो क्वेसन नै मैले उहाँलाई चाहिँ यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिँ हाम्रोमा ल्याउन मिल्छ कि मिल्दैन यो सिस्टम भनेर सोधेँ। उहाँले चाहिँ बाई कन्स्टिट्युसन संविधानबाट जाने हो भने यो गर्न सकिँदैन भन्नुभयो। मैले उहाँलाई चाहिँ तपाईँ नै एक हिसाबले तपाईँको नियुक्ति नै संविधानबाट भएको होइन भनेर भन्दाखेरि उहाँले चाहिँ अब यो डक्ट्रिन अफ नेसेसिटी भन्ने चाहिँ सिस्टम प्रावधानबाट चाहिँ भएको हो भनेर उहाँले भन्नुभयो। तर ठिकै छ, अब यसलाई चाहिँ अब के गरेर हुन्छ कसो गरेर हुन्छ, वी आर गोइङ टु फाइट फर दिस। प्रत्यक्ष निर्वाचित आउनै पर्यो भन्ने मेन एजेन्डा हो, त्यसको लागि हामी के गर्नुपर्छ गर्छौँ। मैले त्यसपछि यो सरकारमा जेन पार्टिसिपेसन हुन्छ कि हुँदैन भनेर सोधेँ। अब उहाँ चाहिँ जेन पार्टिसिपेसनको बारेमा चाहिँ मैले देख्दाखेरि चाहिँ पोजिटिभ नै देखिनुहुन्थ्यो। उहाँले चाहिँ तपाईँ अब मिनिस्टर्सको लागि पनि ठाउँ खाली छ, तपाईँहरूले राम्रो जेनजी एजको चाहिँ मान्छेहरू यो मन्त्रालयमा राम्रो डेलिभर गर्न सक्ने लिएर आउनु भयो भने हामी डेफिनेटली कन्सिडर गर्छौँ भनेर भन्नुभएको छ। र त्यो बाहेक हाम्रो अर्को ठुलो चाहिँ मेन प्राइमेरी एजेन्डा थियो करप्सनको बारेमा। अनि के भइरहेको छ भनेर मैले उहाँलाई सोधेँ। उहाँले भन्नुभएको अनुसार चाहिँ दसैँ पछि चाहिँ लगालग अब अहिले नै कति मान्छेको चाहिँ फाइल खुल्न थालिसक्यो र यो चाहिँ लगालग खुलेर मुद्दा दर्ता हुने प्रक्रियामा जान्छ र बाई ल चाहिँ अलि ढिला होला। तर बाई ल भन्दा चाहिँ भनौँ न कानुन टेकेरै जानुपर्ने हुन्छ, त्यही भएर थोरै समय लाग्ला। तर यो एकदम स्टार्ट भइसक्यो, दसैँपछि चाहिँ यो एकदम फास्ट ट्र्याकमै जान्छ भनेर चाहिँ मलाई आश्वासन दिनुभएको छ। अर्को भनेको चाहिँ यो चुनाव 6 महिनापछि भनेर तोकिएको छ, तर चुनाव 6 महिनामा गर्न गाह्रै छ भन्ने चाहिँ जुन हाम्रो धेरै मान्छेको मनमा चाहिँ डाउट थियो। मैले यो बारेमा पनि उहाँसँग स्पष्टीकरण लिएँ। उहाँको अनुसार चाहिँ यो निर्वाचनमा चाहिने अब ठ्याक्कै मैले नम्बर्स बिर्सेँ, तर उहाँले चाहिँ 97वटा सामान चाहिँदो रहेछ, ब्यालट बक्स, त्यो धेरै के अरे भोटिङ पेपर सब गरेर। अनि त्यसमध्ये चाहिँ 81वटा चाहिँ अलरेडी छ र हामीलाई चाहिँ खासै समस्या हुँदैन, टाइमली नै चुनाव हुन्छ भनेर भन्नुभयो। मैले अर्को पनि अगाडि सारेको कुरा भनेको चाहिँ विदेशमा रहेको नेपालीले चाहिँ भोट गर्न पाउनुहुन्छ कि पाउनु हुँदैन भन्ने थियो। किनभने देशको कारण देश इन्कम्पिटेन्ट भएर देशमा चाहिँ इम्प्लोइमेन्ट नभएर नै उहाँहरू विदेश गएर दुःख गर्नु पर्या हो। त्यही भएर राज्यले यसको जिम्मेवारी लिनुपर्छ, उहाँहरूले भोट गर्न पाउनुपर्छ भनेर चाहिँ मैले कुरा राख्दाखेरि उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि हामीले कुरा अगाडि सारेको छौँ, कति देशसँग चाहिँ हामी कम्युनिकेट पनि गरिरहेको छौँ, कति देशमा चाहिँ पाइँदैन रहेछ, कति देशसम्म चाहिँ स्वीकृति लिनुपर्ने रहेछ यसरी भोट गर्नलाई भनेर भन्नुभएको थियो। त्यसपछि चाहिँ मैले होइन ठिकै छ, फिजिकल्ली नै भोट गर्न नमिले पनि सेक्युर अनलाइन सिस्टम भयो भने चाहिँ भोट गर्न सकिन्छ, यसलाई चाहिँ छुटाउनु हुँदैन मैले भनेको छु। त्यो हुँदाखेरि उहाँले चाहिँ मलाई ल हुन्छ कसरी गर्न सकिन्छ एकचोटि प्लान्सहरू लिएर आउनु भनेर भन्नुभएको छ। र म यो दसैँपछि प्रधानमन्त्रीको कार्यालय खुल्ने बित्तिकै म उहाँसँग गएर फेरि यो बारे चाहिँ कुरा गर्छु। त्यही छ, अहिलेलाई चाहिँ मेन अपडेट्सहरू चाहिँ यति नै थियो।